आज फेरि हजुरहरूका निमित्त मैले भुक्त भोग र भोग्य निकाल्ने एकदमै सजिलो र सहज तरिका हजुरहरूको सामु मैले प्रस्तुत गर्न आँट्दैछु र भुक्त भोग भोग्य निकाल्ने जुन प्रक्रिया छ त्यसको जुन सूत्र हो त्यो मैले साइडमा देखाइदिएको छु। त्यो हेरेर हजुरहरूले सूत्र नोट गर्न सक्नुहुनेछ र पूर्वोक्त निकालिएको जुन इष्टकाल छ इष्टकाललाई मैले माथिको तर्फ राखेर वर्तमान नक्षत्र, गत नक्षत्र र आगामी नक्षत्रलाई पनि मैले हजुरहरूको सामु दर्शाएको छु। हेरेर हजुरहरूले प्रतिक्रिया दिनुहोला। जानौं सबैभन्दा सुरुमा के हो त भन्दाखेरि जहाँ इष्टकालको घटिपल जन्म नक्षत्रको घटिपल भन्दा कम हुन्छ त्यहाँ प्रथम विधिको प्रयोग हुन्छ। जस्तै भुक्त भोग भोग्य निकाल्ने दुईटा तरिका हुन्छन्, प्रथम विधि र द्वितीय विधि। जहाँ इष्टकालको घटिपल जन्म नक्षत्रको घटिपल भन्दा सानो हुन्छ त्यहाँ प्रथम विधिको प्रयोग हुन्छ र जहाँ इष्टकालको घटिपल जन्म नक्षत्रको घटिपल भन्दा ठूलो हुन्छ त्यहाँ द्वितीय विधिको प्रयोग हुन्छ। हेर्नुहोला, मैले साइडमा सूत्र राखिदिएको छु, त्यो हेरेर पनि हजुरहरूले बुझ्न सक्नुहुनेछ। हिसाब गर्दाखेरि हजुरहरूले गल्ती नगर्नुहोला। आउनुहोस् गर्ने तरिका सुरु गरौं। पूर्वोक्त मैले भनेको जुन जहाँ इष्टकालको घटिपल जन्म नक्षत्रको घटिपल भन्दा कम हुन्छ त्यहाँ प्रथम विधिको प्रयोग हुन्छ भनेको थिएँ। अब यहाँ हामी जुदाउँ जन्म नक्षत्र अर्थात् वर्तमान नक्षत्र जुन हाम्रो हुन्छ अर्थात् जन्मेको दिनको नक्षत्र। चाहे जतिखेर बालक जन्मियोस्, जातक जतिखेर जन्मिए तापनि जुन सूर्योदयले धारण गरेको दिन छ, जस्तै रात्रिको 2 बजे 3 बजे जन्मेको छ भनेदेखि पनि जबसम्म अर्को सूर्योदय हुँदैन तबसम्म जुन सूर्योदय कटेर आएको छ त्यही सूर्योदयलाई लिनुपर्छ। जस्तै आज राति 2 बजेको कसैको जन्म हुन्छ भनेदेखि र आज बिहानको सूर्योदयलाई नै लिनुपर्दछ, न कि भोलि आउनेवाला सूर्योदयलाई। किनभने हाम्रो पञ्चाङ्गमा त भोलिको पनि सूर्योदय लेखिदिएको हुन्छ, तर भोलिकोलाई नलिएर आजैको सूर्योदयलाई ग्रहण गर्नुपर्दछ। त्यसै कारणले गर्दाखेरि आजको सूर्य उदयको समयमा जुन नक्षत्र थियो त्यही नक्षत्रलाई धारण गर्नुपर्दछ अथवा त्यही नक्षत्रको संख्या जुन घडिपल हुन्छ त्यसैलाई लिनुपर्दछ। र यहाँ इष्टकाल भन्दा जन्म नक्षत्रको घटिपल ठूलो छ, त्यो कारणले गर्दाखेरि यहाँ प्रथम विधिको प्रयोग हुन्छ। जानकारीको लागि म यहाँ लेखिदिँदैछु प्रथम विधि अनुसार। सबैभन्दा सुरुमा सूत्रमा दिए अनुसारले 60 घडी माइनस गत नक्षत्र जुन अङ्क छ त्यो संख्या होइन घटिपल, गत नक्षत्रको घटिपल हुनुपर्दछ र आएको संख्यालाई शेष भनिन्छ। आउनुहोस् घटाउँ। 60 घडी माइनस गत नक्षत्र अर्थात् वर्तमान नक्षत्रदेखि अघिल्लो दिनको नक्षत्र, आउनेवाला नक्षत्र होइन, जुन गइसकेको छ त्यो नक्षत्र। गइसकेको नक्षत्र हाम्रो ज्येष्ठा हो र ज्येष्ठाको घटिपला छ 25, 45। यहाँ जति घटिपल आउँछ त्यसलाई हामी शेष भन्दछौँ। यस्ता प्रकारले हामीले 60 घडीमा जुन हाम्रो गत नक्षत्र छ त्यसलाई घटाउँदाखेरि हाम्रो यहाँनिर अङ्क हुन जान्छ 15 र यहाँ हुन जान्छ 34। जुन यो 15 चाहिँ यहाँ शून्य संख्या छ, यही स्थानमा हामीले क्यारी भन्ने गरेको छ। संख्या आउँदाखेरि 10 आउँछ, शून्य संख्या हुँदाखेरि तलको संख्यासँग माथिको संख्यासँग तलको संख्या नगर्दाखेरि। र हाम्रो ज्योतिष परम्परामा चाहिँ स्थान परिवर्तन गरेर आउँदाखेरि जस्तै यो घटी भयो, यो पल भयो, पलमा घटीबाट जाँदाखेरि
घटीबाट जाँदाखेरि 1 जान्छ, तर पलमा आइपुग्दाखेरि यहाँनिर 60 सङ्ख्या हुन जान्छ र यो जुन 60 मा 45 घटाइयो, 60 मा 45 घटाउँदाखेरि 15 र यहाँनिर 59 छ, 59 मा 25 घटाउँदाखेरि हाम्रो 34 हुन जान्छ र हाम्रो यो प्राप्त सङ्ख्यालाई शेष भनिन्छ र यो शेषसँग इष्टकाल घटाउँदाखेरि सूत्र हेर्नु होला, सूत्र मैले साइडमा राखिदिएको छु र शेषसँग इष्टकाल घटाउनु पर्दछ र इष्टकाल घटाउँदाखेरि इष्टकाल छ हाम्रो 1847, सरी मैले घटाउनु पर्छ भनेर भनेछु, इष्टकाल जोड्नु पर्दछ र इष्टकाल जोड्दाखेरि हाम्रो सङ्ख्या हुन जान्छ 62 र 62 को 02। मैले 60 भन्दा धेरै आयो भनेदेखि त्यसलाई अगाडि लगाउनुपर्छ भनेर भनिएको छु। त्यही कारणले गर्दाखेरि 60 को यहाँनिर 62 को यहाँनिर 2 जुन रहेको 60 अङ्क छ त्यो घडीको रूपमा यहाँनिर जान्छ। घडीको रूपमा 1 यहाँ गइसके पछाडि यहाँ सङ्ख्या हुन जान्छ 52 र 1 ले गर्दाखेरि 53 र यसलाई हामी भन्दछौँ भुक्त। सूत्रानुसार हामी फेरि के गर्छौँ त भन्दाखेरि शेषको घटीफलसँग 34 15 शेषको घटीफलसँग हामी जन्म नक्षत्रलाई के गरिदिन्छौँ जोडिदिन्छौँ र हाम्रो जन्म नक्षत्र कति छ त भन्दाखेरि मैले माथि जन्म नक्षत्रको जुन घटीफल थियो त्यो 2600 थियो र पञ्चाङ्ग अनुसारले 26 घटी 0 पल थियो र यसलाई जोड्दाखेरि हाम्रो सङ्ख्या हुन जान्छ 15 को 15 र 26 र 34 ले 60। यो आएको घटीफल हाम्रो भवोग कहिन्छ र आएको भवोग को घटीफलसँग हामीले माथि आएको भुक्तको घटीफललाई घटाइदिनु पर्दछ। भुक्तको घटीफल छ हाम्रो 5302 घटाउँदाखेरि 15 मा 2 घटे 13 र 60 मा 53 घटे 07 र यो आएको जुन घटीफल छ यसलाई हामी भोग्य भन्दछौँ। भोग्य वा भयात पनि भन्दछौँ र हाम्रो यो भुक्त भवोग भोग्य गर्ने तरिका सही भएको छ कि छैन भनेर जान्नका निमित्त हामी फेरि के गर्छौँ त भन्दाखेरि आएको भोग्य को घटीफलसँग इष्टकाललाई जोडिदिन्छौँ र इष्टकाल हाम्रो कति थियो त भन्दाखेरि 1847 थियो। यसलाई हामी सङ्ख्या जोड्न जाँदाखेरि 60 हुन्छ। 60 पूर्ण अङ्क भएको कारणले गर्दाखेरि हामी यहाँनिर 0 लेख्छौँ र जुन यहाँको 60 पल थियो त्यो 60 पललाई घटीको रूपमा यहाँ लान्छौँ। यहाँ लगेर 7 को ठाउँमा 8 हुन्छ अथवा यो दुईटैलाई योग गरेर पनि यसलाई लिन सक्छौँ अथवा यो पछाडिको अङ्कसँग सुरुमै योग गरेर अनि तलकोसँग जोड्न पनि सक्छौँ र 18 18 र 8 ले 26। यो आयो हाम्रो जन्म नक्षत्र। यो भयो हाम्रो जन्म नक्षत्र। माथि पञ्चाङ्गमा दिइएको जन्म नक्षत्र पनि 2600 नै थियो जुन 26 घटी र 0 पल थियो। यहाँ आएको पनि हाम्रो 2600 नै छ। त्यसै कारणले गर्दाखेरि हाम्रो भुक्त भवोग भोग्य निकालेको परिभाषा सही छ। त्यो कारणले गर्दाखेरि अब यहाँभन्दा पछाडि के चाहिँ जान्ने त भन्दाखेरि यदि अन्त्यमा जन्म नक्षत्रको घटीफल प्राप्त भयो भने प्रथम विधि अनुसार हाम्रो भुक्त भवोग भोग्य ठिक छ र यदि अन्त्यमा आगामी नक्षत्रको घटीफल प्राप्त हुन्छ भनेदेखि
जस्तै मैले त दुईटै परिभाषा यहाँ सूत्र अनुसार सबै राखिदिएको छु। त्यो कारणले गर्दाखेरि तपाईहरूले त्यसैलाई हेरेर बुझ्नुहोला। गर्ने तरिका यही हो, सूत्र अनुसार जानुभयो भनेदेखि सबै सही हुन्छ। र म पढेर सुनाउँदैछु अलिकति। द्वितीय विधि अनुसारले गर्दाखेरि हाम्रो आगामी नक्षत्र को घटिफल आयो भनेदेखि हाम्रो द्वितीय विधि पनि सही हुन्छ। र दुवैवटा विधिमा, प्रथम विधिमा पनि द्वितीय विधिमा पनि भवोगको जुन घटिफल छ त्यो चाहिँ 67-59 सम्म जान सक्छ। तर तोकिएको जुन भवोग छ त्योदेखि बाहेक भुक्त भोग्य आदिमा यदि 60 अङ्कभन्दा माथि कुनै पनि संख्या जान्छ भनेदेखि त्यसलाई 60 अङ्क या त घटाउनु पर्दछ। जस्तै घटीको छ भने चाहिँ घटाउनु पर्छ, पलको छ भने चाहिँ त्यसलाई शून्यमा लगेर अथवा उब्रेको संख्यालाई त्यहाँ लेखेर जुन 60 पल थियो त्यो 60 पललाई चाहिँ एक संख्या अगाडि बढाउनको लागि घटीमा लानु पर्दछ। सूत्रानुसार तोकिएको स्थानमा 60 या 67-59 घटी पल भन्दा बढी हुँदामा 60 घटाउनु पर्दछ भनेर जान्नु पर्छ। सबैजनालाई धन्यवाद। मेरो भिडियो हेरेर केही न केही हजुरहरूले सिक्नुहुन्छ, जान्नुहुन्छ नै भन्ने कुरा म आफूमा धारणा राख्दछु। र आजलाई यति नै। हर हर महादेव।